सासैमा तिम्रो म रहिरहेको थिएँ। धेरै दिन भो क्या हो नभेटेको। तर्की तर्की आँखालाई हेर्ने बानी नि हरायो। हुन त नजिक तिमी नै तर्सिरहने मनलाई तर्सिन नदेऊ है। भोलि पर्सिया छु म तिम्रै। तिम्रो टोलमा छिमेकी कतिका खुम्छ। नत्र एकताली हौ कि जस्तै लाग्छ। म त दिनभरि तिम्रै नै ख्यालमा। हो भन बरु आउँछु म खोल है छालबाट। हो भन बरु आउँछु म खोल है छालबाट। हामी तपाईलाई धन्यवाद दिन्छौँ यो समयको लागि परमेश्वर पिता प्रभु। अनि तपाईँ परम प्रभु परमेश्वरले आज यो सुन्दर दिन तपाईँ परमेश्वरले दिनुभएको लागि यतिखेर हामी प्रार्थना गर्दछौँ परमेश्वर पिता प्रभु। जुन तपाईँको छोरा पदमजीको निम्ति र उहाँको आजको पवित्र विवाहको निम्ति प्रभु हामी प्रार्थना गर्दछौँ परमेश्वर पिता प्रभु। जुन हामी यहाँबाट जाँदैछौँ प्रभु हाम्रो यात्रालाई तपाईँको हातमा राख्दछौँ। तपाईँ परम प्रभु परमेश्वरले हामीलाई सम्हाल्नु भएको होस्। अनि जतिजना पनि यहाँबाट जाँदैछौँ हरेकलाई तपाईँले सुरक्षित साथ राख्नु भएको होस्। अनि प्रभु यस कारमा बसको यात्रामा तपाईँ परमेश्वरले सम्हाल्नु भएको होस्, सुरक्षित साथ राख्नु भएको होस् भनी प्रार्थना गर्दछौँ। र परमेश्वर त्यो गन्तव्य स्थानमा पुग्नको निम्ति मद्दत गर्नुभएको होस्। र आज हुने अनि पवित्र विवाह कार्यक्रम सबै कुराहरू तपाईँ परम प्रभु परमेश्वरको अनुसार हुन सकोस्। कुनै पनि समस्या बाधा बन्धनहरू हुन नसकोस् भनी हामी प्रार्थना गर्दछौँ परमेश्वर पिता प्रभु। अनि आजको यो मौसमको लागि पनि प्रार्थना गर्दछौँ परमेश्वर पिता प्रभु। राम्रो मौसम हुन सकोस् अनि मौसमको कारणले गर्दाखेरि कुनै समस्या हुन नसकोस् भनी प्रार्थना गर्दछौँ। आजको सम्पूर्ण कार्यक्रम हामी सबैजना जतिजना जाँदैछौँ सबैलाई तपाईँको हातमा राख्दछौँ। गाडी मोटर सबैलाई तपाईँको हातमा राख्दछौँ प्रभु। तपाईँ परम प्रभु परमेश्वरले सम्हाल्नु भएको अनि जे जति हामीहरू गर्छौँ सबै कुराहरूबाट तपाईँ परमेश्वरको महिमा भएको होस्। धन्यवाद दिन्छौँ परमेश्वर। तारन्तर विधि प्रार्थना तपाईँको हातमा राख्दछौँ अनि माग्दछौँ परमेश्वर। सासैमा तिम्रो म रहिरहेको थिएँ। धेरै दिन हो क्या हो नभेटेको। हेर तिमीलाई लिन आउँदैछु। हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना। आउँदैछु हेर तिमीलाई लिन आउँदैछु। हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना। तिम्रो बाबालाई लाहुरे आउँदैछ। भनिदेऊ तिम्रो बाबालाई लाहुरे
बिहाको सिन्दुर पोते डोली सजाउँदैछ लैजाने हो तिमीलाई मागेर बाबाले नमाने जाने हो भागेर आउँदैछु हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना मैं लहंगा चूड़ा पाके तेरी गलियां छिटुर गईयां वे मैं तेरी हो गई माही नी मैं तेरे संग जुड़ गईयां हो वे मैं लहंगा चूड़ा पाके सन्देश चर्चाका सदस्य श्री पदम मगरका साथ हुन गइरहेको वैवाहिक कार्यक्रममा साक्षी हुन र सफल पार्न उपस्थित सम्पूर्ण पास्टरजन साथै मान्यवर अतिथिज्यूहरूलाई यस हेब्रोन मण्डलीको तर्फबाट र म पास्टरको तर्फबाट सबैलाई र अतिथिज्यूहरूलाई हेब्रोन मण्डली र पास्टर को तर्फबाट स्वागत भन्न चाहन्छु र धन्यवाद पनि दिन चाहन्छु। अब वर अथवा केटाको तर्फबाट म सडक जान्छु है, समय दिँदैन। केटाको तर्फबाट पाल्नुभएका सम्पूर्ण जन्ती परिवार आफ्नो ठाउँमा उभिदिनको लागि म अनुरोध गर्दछु। जो चाहिँ आफ्नो ठाउँमा उभिदिन म अनुरोध गर्छु, हजुर दिनु होला। सम्पूर्ण मण्डली परिवार, घर परिवार र पाहुना आफ्नो ठाउँमा उभिदिनको लागि म अनुरोध गर्दछु।
अरू पनि छन् होला। व्यक्त हुन्छ। परमप्रभुले स्वर्गको रक्षा नगर्नु भए त पालीहरूको गरेको रखवाली व्यक्त हुन्छ। परमप्रभुले नै घर नबनाउनु भए त तपाईँ र मैले गरेको परिश्रम व्यर्थ हुन्छ भनेर यो पदले भन्छ। यदि परमेश्वरले नै रक्षा गर्नु भएन भने पालीहरूले गरेको सुरक्षा पनि व्यर्थ हुन्छ। कतिचोटि घर भन्ने कुरा हामी बिल्डिङलाई सम्बोधन गर्ने गर्छौँ, त्यो टाइलको घर होला, पक्की घर होला, तर घर भन्ने कुरा विशेष गरेर श्रीमान श्रीमतीको बिचको सम्बन्धलाई, एउटा परिवारलाई घर भनेर बाइबलले हामीलाई स्पष्ट बनाएको छ। त्यसका त्यो घर चाहिँ परमेश्वरले नै बनाउनुहुन्छ। र बाइबलमा तपाईँ बाइबल पढ्नेलाई थाहा छ, अब्राहमको छोरा इसाकको विवाहको बारेमा हामीले हेऱ्यो भने त्यहाँ थाहा पाउँछौँ। र अब्राहम एकदमै बुढो भइसकेका थिए र परमप्रभुले अब्राहमलाई त्यसरी आशीर्वाद दिनुभएको थियो। भेडा बाख्रा, विभिन्न गोठालाहरू, विभिन्न प्रकारको धन सम्पत्ति थियो है। त्यति बेलाको समयमा रुपियाँ पैसा थिएन, सबै कुराहरू थियो। जब उनले आफ्नो छोरा इसाकको लागि विवाहको लागि उनले आफ्नो नौकोलाई बोलाएर शपथ खान लगाए, बाबु तिमी मेरै देशमा तपाईँको मुस्कान उनको अति चम्किलो दिन अति सक्षम वकिल हावा दुईटै दिन तयार हुनुहुन्छ? तयार छु। राम्री बहिनी पाएकोमा तयार हुनुभयो। के तपाईँले यिनलाई प्रेम गर्नुहुनेछ, सान्त्वना दिनुहुनेछ, आदर गर्नुहुनेछ, रोग र स्वास्थ्यमा अस्वस्थमा हेरचाह गर्नुहुनेछ र अरू सबैले त्यागी तपाईँहरू दुवै बाँचुन्जेलसम्म यिनलाई मात्रै हेरविचार गर्नुहुन्छ? गर्छु। बहादुर तपाईँ पूजा राणालाई मेरी विवाहित पत्नी हुनका लागि दिन्छु। यस दिनदेखि उसो असलको निम्ति, खराबको निम्ति, धनमा, गरिबमा, रोगमा, स्वास्थ्यमा आफूसँग राख्नेछु र हेरचाह गर्नेछु। मृत्युले नछुट्याएसम्म प्रेम गर्नेछु र प्रसन्न हुनेछु। त्यस बेलासम्म म तिमीलाई मेरो प्रेमको प्रतिज्ञा दिन्छु। परमेश्वरको पवित्र विज्ञाअनुसार पवित्र जीवन एकसाथ जिउनलाई के तपाईँ यी मानिसलाई आफ्नो विवाहित पत्नी हुनका लागि दिन तयार हुनुहुन्छ? पूजा बहिनी तयार छु। सुन्नुभयो? भाइ पनि तयार हुनुभयो, बहिनी पनि तयार हुनुभयो। के तपाईँले यिनलाई प्रेम गर्नुहुनेछ, सान्त्वना दिनुहुन्छ, आदर गर्नुहुनेछ, रोगमा, स्वास्थ्यमा, अस्वस्थमा हेरचाह गर्नुहुनेछ र अरू सबैलाई त्यागी तपाईँले दुवै बाँचुन्जेलसम्म यिनलाई मात्रै हेरविचार गर्नुहुनेछ? गर्नेछु। दुवैजना के भयो? सहमत भयो है? दुवैजना भाइ पनि सहमत हुनुभयो, बहिनी पनि सहमत हुनुभयो है? भन्न चाहन्छौँ फेरि दुलाईलाई फेरि सोध्न चाहन्छौँ। म
पूजा राणा आजको दुलाई तपाईँ पदम कुन आजको दुलालाई मेरो विवाहित पत्नी हुनको लागि दिन्छु। यस दिनदेखि उसो असलको निम्ति खराबको निम्ति धनमा गरिबमा रोगमा स्वास्थ्यमा अस्वस्थमा आफूसँग राख्नेछु। हेरचाह गर्नेछु। मृत्युले नछुटाइसम्म प्रेम गर्नेछु। प्रसन्न तपाईँ मेरो प्रेमको प्रतिज्ञा दिनेछु। परमेश्वरको प्रतिज्ञा विधिअनुसार यसो गर्नेछु। आमेन। यस चिन्हका साथ म तपाईँलाई विवाह गर्दछु। मेरो सबै सांसारिक सम्पत्ति तिमीलाई दिन्छु। पिता पुत्र पवित्र आत्मा तिमी नै हौ तपाईलाई प्रेम प्रतिज्ञा गर्छु। पिता पुत्र पवित्र आत्माको नाममा पुरै हातमा अहिले आउनु पुरै आउँथ्यो हात पुरै आउनुहोस्। आजको दिनदेखि हो प्रभु तपाईँलाई धन्यवाद दिन्छौँ। जीवनको कुर्किलामा पहिलो कुर्किला चढ्दैछन् प्रभु, उहाँलाई तपाईँकै हातमा राख्दछौँ। जीवनको हरेक क्षणहरूमा हरेक कदममा तपाईँ दौडाउनुहोस्। उहाँहरू हरेक कदममा तपाईँ दौडाउनुहोस् प्रभु। तपाईँको विवाह तपाईँको अनुग्रह कदम भए अनि पूजा राणामाथि भएको राशि पूजा राणामाथि तपाईँको अनुग्रह विवाह तपाईँको छात्र चाहिँ सबैमाथि रहेको। यो समयमा हामी प्रार्थना गर्दछौँ। विशेष गरेर नवविवाहित दम्पतिलाई तपाईँको शुद्ध हातमा राख्दछौँ। तपाईँ परमेश्वरले आफ्नो उपस्थिति अगुवाई तपाईँको आशीर्वाद गर्दछौँ र आजको दाम्पत्य जीवनलाई तपाईँको हातमा राख्दछौँ। तपाईँ परमेश्वरले आशीर्वाद दिनुहोस्। तपाईँको सुरक्षा राख्नुहोस् र अब दुई भएर एक भएर रहनको लागि सहायता गर्नुहोस्। तपाईँले जोड्नु भएको यो जोडी बिल्कुलै नछुट्याएसम्म एउटा प्रेममा रहेर एक साथमा रहेर जिउनलाई हर पल हर समय तपाईँको उपस्थितिमा रहनलाई तपाईँले सहायता गर्नुभएको होस्। धन्यवाद चाहिँ पिता सन लिएर एकमा एक विचार यसलाईमा सम्पूर्ण भइरहेका आगमको मित्र होला। उनीहरूलाई घोषणा गरेका छन्। यसैले यिनीहरूलाई सुन्नु है, यसैले यिनीहरूलाई आज 2082 साल 1 महिना 3 गते बुधबारको दिन पुगेको छ। आजको दिनदेखि श्रीमान पदम कुन श्रीमती पूजा राणा कुनलाई पति पत्नी भनी घोषणा गर्दछ। तिम्रै निम्ति राखिदिए जीवनलाई सङ्घालेर, तिम्रै निम्ति साचिदिए। धन्यवाद यसु दिनुभयो मलाई असल जीवन साथी। जीवनको यात्रा
गाह्रो भए नि समाउने एउटा साथी एसेम्बली अफ गड नेपाल स्थापना 2037-1981 विवाहको प्रमाणपत्र नमिल्यो भने मिलेन भन्नु होला है। श्री रुद्रवीर पुन मगर लम्की चुवा नगरपालिका वार्ड नम्बर 5 बस्ने वर्ष 30 का सन्देश मण्डलीका सदस्य श्री पदम पुन मगर को श्री टेक बहादुर राणा मगर की सुपुत्री भीमदत्त नगरपालिका 16 को बसन्तपुर बस्ने वर्ष 27 के हेब्रोन मण्डली का सदस्य सुश्री पूजा राणा मगर सँग क्रिस्चियन विधि अनुसार पवित्र विवाह सम्पन्न भएको हुनाले आज मिति 2022 साल 1 महिना 3 गतेको दिन यो विवाह प्रमाणपत्र प्रदान गरिएको छ। अब गर्नु बाँकी छ, अब गर्ने है। आज यो विवाह दिने रेभरेन्ड पास्टर बिरबहादुर लामा सालोम मण्डली मलाई आफ्नो एसेम्बली अफ गड संस्थाबाट विवाह दिने अधिकार दिएको छ। त्यसैले आज यो प्रमाणपत्र म हस्तान्तरण गर्नलाई यसै मण्डलीको पास्टर रेभरेन्ड पास्टर हरिबाबुजीलाई दिन चाहन्छौँ। उहाँ दुवैजना उठ्नेछौँ। दुवैजना समान यहाँ आउनुभएका मेरा पाहुना विश्वासीजन पाहुनाहरूलाई मेरो तर्फबाट जय मसी छ। फेरि पनि मेरा मित्रगणहरूलाई आउनुभएका जति पनि पाल्नुभएका छ हुनुहुन्छ यस मण्डलीमा उहाँहरूलाई मेरो तर्फबाट सेवा ढोक साथै आशीर्वाद छ। आज यो म परमेश्वरलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु, किनभने आज यो सुनौलो अवसर सुनौलो मौका परमेश्वरले दिनुभएको छ। म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु।
लुकाएर राखिदेऊला सपनीमा आई तिमी साथ दिनु जुन तारा तिम्रो लागि सजाइदेऊला जुनी किरी भने तिमी नाचिदिनु झिमझिमाउने आँखाले मनै मेरो अल्झिन्छ आँखा लोभी मन पापी बुतुकै बारेमा झिमझिमाउने आँखाले मनै मेरो अल्झिन्छ आँखा लोभी मन पापी बुतुकै बारेमा म गुनगुनाउँछु तिमी फुल बनी रमाउनु तिम्रै वरिपरि म सधैँ डुलिरहन पाऊँ एक दुई दिन भने दिन गन्दै सोचिरहन्छु म त दिनभरि सधैँको मनलाई सम्झाइरहन्छु एक दुई दिन भने दिन गन्दै सोचिरहन्छु म त दिनभरि सधैँको मनलाई सम्झाइरहन्छु झिमझिमाउने आँखाले मनै मेरो अल्झिन्छ आँखा लोभी मन पापी बुतुकै बारेमा झिमझिमाउने आँखाले मनै मेरो अल्झिन्छ आँखा लोभी मन पापी बुतुकै बारेमा ससैमा तिम्रो म रहिरहेको थिएँ धेरै दिन भो क्या हो नभेटेको तर्की तर्की आँखालाई हेर्ने बानी नि हरायो हुन त नजिक तिमी नै तर्सिरहने मनलाई तर्सिन नदेऊ है भोलि पर्सिया छु म तिम्रै तिम्रो टोलमा छिमेकी कतिका खुम्छ नत्र एकताली हौ कि जस्तै लाग्छ म त दिनभरि तिम्रै नै ख्यालमा हो भन बरु आउँछु म खोल है छालबाट हो भन बरु आउँछु म खोल है छालबाट बातैमा तिम्रो म भुलिरहेको थिएँ धेरै दिन भो क्या हो नसुनेको लडबडिने बोलीलाई लडबडी नदेऊ है दोष फेरि तिम्रो
तिम्रो असरकै तर्सिरहने मनलाई तर्सिन नदेऊ है भोलि पर्सि आउँछु म तिम्रै तिम्रो टोलमा छिमेकी कतिका घुम्छन् नत्र एकताली हौ कि जस्तै लाग्छ म त दिनभरि तिम्रै नै ख्यालमा भन बरु आउँछु म खोला है झ्यालबाट भन बरु आउँछु म खोला है झ्यालबाट हावाले उडाउँदैन छैन है भिजेको माया मेरो तिम्रो फोटो मुटुले खिचेको हावाले उडाउँदैन छैन है भिजेको माया मेरो तिम्रो फोटो मुटुले खिचेको सासैमा तिम्रो म रहिरहेको थिएँ धेरै दिन हो क्या हो नभेटेको चाहेर पनि मैले भन्न सकिन तिमीलाई मेरो मुटु चोरिसक्यौ तिमीले भागेर शरीरबाट यो आत्माले छोडेर गएछ तिमीलाई नै खोजी हिँड्छु रे मेरो दिन बर्बाद भयो यादमा तिम्रो फेरि बिहानीको सुरुवात हो यादमा तिम्रो फेरि मेरो दिन बर्बाद भयो यादमा तिम्रो फेरि बिहानीको सुरुवात हो यादमा तिम्रो फेरि ओडी ओडी मन भाग्छ किन तिम्रैतिर हेर भन के गरौँ तिम्रो मेरो मन सारङ्गी झै आज बज्न थाल्यो भन के गरौँ म के गरौँ दिनभरि हामीलाई कामकाजमा सहायता गर्नुभयो यहाँसम्म ल्याउनुभयो हाम्रो सबै कुरा सम्पन्न बनाउनुभयो पिता म तपाईँलाई धन्यवाद दिन्छु हो हामी आउनमा सहायता गर्नुभयो रोजगारमा हरेक पक्षमा जतिजना गुरुबाहरू मित्रहरू जति पनि छन् हरेक गन्तव्य स्थल धन्यवाद छुट्टैछौँ धन्यवाद यसुको नाम हुन्छ सबैलाई जय मसी नमस्ते उंगली पकड़ के तूने चलना सिखाया था ना दहलीज ऊंची है ये पार करा दे बाबा मैं तेरी मलका टुकड़ा हूँ तेरे दिल का एक बार फिर से दहलीज पार करा दे मुड़ के ना देखो दिलबरो दिलबरो मुड़ के ना देखो दिलबरो मुड़ के ना देखो दिलबरो दिलबरो मुड़ के ना देखो दिलबरो
पढेको थिएँ एकादेशको कथा मैले त्यो कथाको राजकुमारी मेरो सम्पाइले र विशेष गरेर यतिखेर हामी प्रार्थना गर्दछौँ परमेश्वर पिता प्रभु जुन आज तपाईँको छोरा अनि पदम र उहाँकोलाई दुवैजनालाई परमेश्वर पिता यसरी जोडीको रूपमा तपाईँले जुटाउनु भयो र आज उहाँहरूको विवाह सम्पन्न हुनुको निम्ति मद्दत गर्नुभयो परमेश्वर पिता प्रभु। हामी तपाईँ परमप्रभु परमेश्वरलाई धन्यवाद दिन्छौँ र यसरी परमेश्वर हाम्रो यात्राहरूमा तपाईँ परमेश्वरले सम्हाल्नुभयो र यसरी जसरी हामीले बिहान प्रार्थना गरेका थियौँ र बिहानबाट अहिलेसम्म आउनुको निम्ति र सबै कुराहरूमा कार्यक्रमहरूमा तपाईँले सहायता गर्नुभयो त्यसको लागि धन्यवाद दिन्छौँ र आज यसरी उहाँहरू दुवैजना नयाँ जोडीलाई प्रभु यसरी हामी घर प्रवेश गराउँदैछौँ। प्रभु तपाईँ परमेश्वरले सहायता गर्नुहोस् उहाँको जीवनमा प्रभु तपाईँ परमेश्वरले आशिष गर्नुभएको छ धन्यवाद दिन्छौँ। बिन्ती प्रार्थना प्रवेश सजाइसके मनमा मैले मायाको गजुरी फुल देखे धेरै मैले तिमी हौ बिन्जुरी जीवनको रङ्ग खोल्दैछ सिन्दुरी सिन्दुरी मन थियो एउटा मनमा बस्ने त्यो पनि सुम्पिए जुनेली रातमा जुनलाई हेरे तिमीलाई सम्झिए मन थियो एउटा मनमा बस्ने त्यो पनि सुम्पिए जुनेली रातमा जुनलाई हेरे तिमीलाई सम्झिए तुझसे मेरा जीना मरना जान तेरे हाथ में 100 जन्म भी कम क्यों लागे तेरे साथ में।
बसेर मुसु मुसु हाँसेकी बसेर कमरैमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा आँखा नि राम्रै हो मन पर्यो नि ओठा ए आँखा नि राम्रै हो मन पर्यो नि ओठा तिम्रो पानी का छडा सेतै छ मन छ कता आँखा त यतै छ तिम्रो पानी का छडा सेतै छ मन छ कता आँखा त यतै छ रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा राम्ररी हेर्न छैन केमा खोटा हे राम्ररी हेर्न छैन केमा खोटा कति गरौँ तिम्रोमा बयान गर्दै अब बेलैमा कल्याण कति गर्छौ बयान मुखले आँट गरेर राख्नलाई सुखले कति गरौँ तिम्रोमा बयान गर्दै अब बेलैमा कल्याण कति गर्छौ बयान मुखले आँट गरेर राख्नलाई सुखले रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा राम्ररी हेर्न छैन केमा खोटा हे राम्ररी हेर्न छैन केमा खोटा मनको कुरा अझै नै खोलिदेऊ लाज लागे आँखैले बोलिदेऊ मनको कुरा पढ्न आँखमा पोखे मैले गीतैको भाकैमा मनको कुरा अझै नै खोलिदेऊ लाज लागे आँखैले बोलिदेऊ मनको कुरा पढ्न आँखमा पोखे मैले गीतैको भाकैमा
पनि काटौँला दुःखै दुःख पनि काटौँला सहुला परी मरि जाउला भन्छौ भने देह त्याग्छु अरू कसैको नि मलाई हुन नपरोस् जलेरै खरानी भए आकाशमै बिलाए अटल रहन्छ प्रीति मरेरै हामी गए विश्वासको भरोसामा नजिक हैन टाढै भए पनि रमाउला टाढै भए पनि रमाउला ओ हो हो 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 तिम्रो घरको वरिपरि आएर घरि घरि म बसेको त्यसै हो र भन त्यसै हो र तिम्रो घरको वरिपरि आएर घरि घरि म बसेको त्यसै हो र भन त्यसै हो र आँखा जोत्दाखेरि लजाए झै गरी म हाँसेको त्यसै हो र भन त्यसै हो र हो तिमीलाई दुख्दा यो मन रोने तिमी हाँसे खुसी हुने यस्तो किन भइरहेछ थाहा छैन र यो माया हैन र माया हैन र यो माया हैन र माया हैन र साँचो माया हैन र यो माया हैन र ओ हो हो ओ हो हो ओ हो हो ओ हो हो दुई पाइला मात्रै भए पनि तिमीसँग हिँड्ने चाह मेरो जिन्दगी भरि सँगै भयो भने आहा मेरो जीवन कस्तो होला भेट्दा पनि म तिम्रै थिएँ भेटेपछि झन्
तिमी रोएको पल तिमीलाई हँसाउन नसकुला, तर तिमीसँगै म रोइदिन सक्छु। मृत्युको कुनै पल तिमीलाई बचाउन नसकुला, तर तिमीसँगै म मरिदिन सक्छु। तिमी रोएको पल तिमीलाई हँसाउन नसकुला, तर तिमीसँगै म रोइदिन सक्छु। मृत्युको कुनै पल तिमीलाई बचाउन नसकुला, तर तिमीसँगै म मरिदिन सक्छु। यति कुरा जान तिमी मैले भने मान, तिमी मलाई आफै ठान। तिमी सुनको महल छैन होला, धनीमा होइन होला, रहर पुरा गर्न नसकुला, तर मायाले जीवन भरिदिन सक्छु। हो तर मायाले जीवन भरिदिन सक्छु। म त तिमीसँग कहाँ हुन्छ र धनको माया धनी, मनको माया पो हुन्छ मनकारी। मनको आँखा खोली मलाई माया गर, म राख्छु तिमीलाई सधैँ खुसी पारी। कहाँ हुन्छ र धनको माया धनी, मनको माया पो हुन्छ मनकारी। मनको आँखा खोली मलाई माया गर, मैले राख्छु तिमीलाई सधैँ खुसी पारी। झरी परेको पल तिमीलाई ओतलाउन नसकुला, तर तिमीसँगै म रुझिदिन सक्छु। मृत्युको कुनै पल तिमीलाई बचाउन नसकुला, तर तिमीसँगै म मरिदिन सक्छु। कहाँ हुन्छ र सधैँ जित मात्र,
अरूलाई धानको पात मायालाई पानको पात अरूलाई धानको पात मायालाई पानको पात
Can you